वाह बाई आई लभ यु काम छ राम्रोसँग गरे काम ओइ टक्क वाह हेलो गरिदिनु गर्दैन अरे हेलो नमस्ते वेलकम ब्याक टु माई युट्युब च्यानल दिस इज मी एसबी क्रिएसन आई होप सबैजना सन्चै हुनुहुन्छ र म पनि एकदमै वेल छु र आजको ब्लगमा चाहिँ जीवन र म भएर चाहिँ चोइगा गइन्छ होइन धेरै रमाइलो नभए हल्का फुल्का रमाइलो हुन्छ यहाँ चाहिँ हाम्रो आमा हुनुहुन्छ आमा हाई भन्नु न तपाईँले हाई सो त्यही हो होइन गाईहरू यहाँ चाहिँ गिटार देख्न सक्नुहुन्छ यस्तो रमाइलो गरिदिन्छु कि अनि यहाँ बुवाको चाहिँ यस्तो स्माइलहरू छ कि हाम्रो बुवाले बुवा हेलो गरिदिनु गर्दैन अरे यो चाहिँ भ्लगमा आउँछ कि हाइरी भन्नु चाहिँ हेर बुवाले ल ल बुवा बाई बुवा बाई आई लभ यु ल गाइस गाइजहरू यहाँ चाहिँ हाम्रो जीवन सर मेरो ब्लगमा हजुरलाई धेरै धेरै स्वागत छ र मेरो भान्जा मेरो पुन कस्तो रमाइलो हामी चाहिँ अब गइन्छ यस्तो जग्गा डुल्ला हामीले चाहिँ के भयो भन्दा घर बस्दा बस्दा धेरै अल्छी लाग्यो क्या 10 रुपियाँ होला धेरै अल्छी लाग्यो अनि मैले चाहिँ जीवन र म त्यो बुटोल गएको ब्लग बनाएको तर मैले आएको बनाइनँ किनभने त्यस्तै भयो कि अनि त्यही भएर बनाइनँ र यो फेरि आएको ब्लग स्टार्ट गरेको छु कि कस्तो हुन्छ रमाइलो हुन्छ र भान्जा यहाँ छैन होइन टक्क लगाएर भान्जा कति रुपियाँ चाहियो तिमीलाई भन त यो क्यामेरा यता देखाएको यस्तो छ थ्याङ्क यू भनेको खै मलाई थ्याङ्क यू ए हाम्रो भान्जा ए थ्याङ्क यू भन्नु मलाई ल है त लेट्स सी गाइस के हुन्छ रमाइलो हुन्छ कि हुँदैन हेर्नु होला बाई गाइस अब चाहिँ मैले चलाउनु भयो होइन भाइ जीवन सर ल त्यही त बाटोमा के हुन्छ त्यही भेटौँ सो एभ्रिवान अहिले चाहिँ हामी यहाँ चोइगा नगएर अहिले यता चोइगाको साइड त्यो के अरे सेक्सी डाँडा भन्ने त्यो ठाउँमा आएको छौँ होइन त्यो मैले चाहिँ एकदम खतरा बाइक बिग्राइदिएको होइन त्यसैले मैले भ्लग नि बनाउनु पाइनँ ऊ जीवन र जीवन र मेरो गिटार भनौँ न सो के कस्तो मजा हुन्छ हेरिदिनु होला होइन हेर्दै जानु होला सो यहाँनिरदेखि चाहिँ यस्तो प्रकारको भ्यू देखिन सकिन्छ हामीले ओ नाइस बादल चाहिँ भवाल देखिरहेको थियो यार सो यस्तो छ यस्तो टाइपको छ अनि देख्न सक्नुहुन्छ म यहाँ छु घाम भएछ यार यस्तो टाइपको छ अहिले चाहिँ म चाहिँ यता हुँ सो गाइज अहिले चाहिँ यस्तो यहाँ यही डाँडा भन्ने यहाँ बसेर अहिले चाहिँ हामी यता चोइगा भन्ने यहाँ मन्दिरहरू छ त्यही जान्ला सो त्यसै हेर्दै जानु होला के हुन्छ एमर्जेन्सी गरेर अलराइट गाइज म चाहिँ अहिले यो चोइगा हो होइन टक्क हल्का फुल्का यसो पिङ खेलिदिएको ऊ त्यो हाम्रो जीवन सर त्यो चाहिँ सुतेको अल्छिरहेको यहाँ छु यस्तो मजाले हजुरहरूलाई कस्तो कस्तो कन्टेन्ट मनपर्छ त्यस्तै खालको मैले चाहिँ ब्लगमा जोइन गरिदिन्छु विदेशमा को पढाइ ठुला सहर यहाँ बेग्लै सोचाइ आइपुगे म पनि गर्नलाई ठुला सहर यहाँ बेग्लै सोचाइ आइपुगे म पनि गर्नलाई मेरो त नैले यहाँ भयो सामाने उतैछ हाम्रो नेपालमा म त दोहोऱ्याएँ एउटै गीत
बटुल्न खोज्दैछु चुरेका सपनालाई बचाउन खोज्दैछु मरेका आशालाई मनमै छौ तिमी मनमै बस्नु है तिमी जतो अडाउने हो मलाई हात छिट्टो चलाउने कान्छ तल पाउडो फेरि यो जीवन सरले चाहिँ यस्तो गुड काम गरे कि होइन गाइज जीवन सरले चाहिँ यस्तो पानी खायो अनि उतिल चाहिँ त्यहाँ उता तल पानी जाने बाटो गराइदियो क्या चाहिँ हौ रोटी खाइरहँ कान्छ राम्रोसँग गर है काम ओइ डक्टर तल पाउडै तलमा पाइयो नि फालो त ओ माई गॉड हाम्रो जीवन सरले चाहिँ यस्तो राम्रो काम गर्नुहुन्छ देख्न सक्नुहुन्छ ओहो कुलो कुलो बनाइदियो क्या टक्क पानी जाने त्यति जानेको सो गाइज हामी चाहिँ अब घरतर्फ लाग्नु लाग्यो यता अब रमाइलो गऱ्यो गीत गुसेर बचाइयो हाम्रो जीवन सर टक्क यत्रो झुलालाई फाल्थ्यो होला के भन्ने यस्तो नमुना खाके काम यसो ल लाग्छ ल लेट्स सी गाइज मेरो जीवन भएर चाहिँ चल्नु भएको होइन त्यसै चाहिँ भर्खरै के खायो कि खै थाहा भएन होइन हाम्रो बाइक हाम्रो जीवन छ स्पेल थियो तिम्रो कडक छ कि स्पेल के भयो भन्दा बाटोमा आउँदा चाहिँ हामी ठ्याक्क बाटोमा आउने बित्तिकै यस्तो बवाल पानी आइदियो होइन यता पानी परिरह्यो यता परेन यता यो साइड चाहिँ पानी परिरह्यो होइन उताको साइड चाहिँ सुक्खा के पुरा हामी चाहिँ उतादेखि आइरहेको थियौँ र यता पानी परेन उता मात्र भयो कि मन्दिर यता पुरा पानी आएर अनि हामी यहाँ भर्खरै मन्दिर विषयमा के देख्न सक्नुहुन्छ टक्क सो गाइज हामी चाहिँ घर पुगिसकेछौँ र बाटोमा धेरै पानी आएकोले चाहिँ त्यस्तै भनौँ घर गर्नु पाइयो अनि आएर चाहिँ जीवन सरलाई भोक लागिसक्यो र त्यही हो तपाईँले सब्सक्राइबहरू गरिदिनु होला त्यही भयो आजको भ्लग चाहिँ यहीँ इन्ड हुन्छ अब चाहिँ हामी नेक्स्ट भ्लगमा भेटौँ बाई।